इस्लाम धर्म के हो? इस्लाम धर्म र संविधान हो जसले विश्वभरका मुस्लिमहरूको जीवनलाई नियमन गर्दछ। विभिन्न संस्कृतिसँग, जातीय पृष्ठभूमि र राष्ट्रियताहरू इस्लाम 5 स्तम्भहरूले मिलेर बनेको छ। विश्वासको गवाही, प्रार्थनाहरू, दान दिने, रमजानको महिनामा उपवास बस्नु र अल्लाहको घर मक्काको तीर्थयात्रा गर्नु। ईश्वर अल्लाह बाहेक कोही साँचो ईश्वर अल्लाह छैन र मुहम्मद ईश्वरका दूत पैगम्बर हुनुहुन्छ।